अब त यो भवन पनि छोड्नु पर्छ। किन छोड्ने? नयाँ भवन किन्नु क्या? सांसद अहिले आउँछ र घर खाली गरौँ भन्दै। घरको मतलब भएन, घरमा गाडेको पैसाको कुरो हो। कहाँ गाडीको छ पैसा? पैसा खर्च भएन भने त सब पानीमा जान्छ। धेरै पैसा गाडेको छ, यहाँ हेर्नुस्। अरे यार, तिमीलाई मैले यहाँ किन बोलाएको? आगो समीक्षा गर्न। हामी दुई पटकका सांसद थियो, कसरी हार्यौं? राम्ररी हार्यौं, 50,000 भोटले हार्यौं। 1 महिनादेखि मिडियामा अनुहार देखाएको छैन। मिडिया पछि लागेर हैरान छ। अरे त्यही त भनिरहेको छु, यत्रो ठुलो कायापलट कसरी भयो? यसको समीक्षा हामीले कहिले गर्ने? समीक्षा त पछि गरौँला, तर अहिले यो गड्डी पैसा निस्केको छ, यसलाई राखौँ। किन राख्ने? तिमीले कालो धन जम्मा पारेको छौ भन्ने हल्ला छ दाल भात दुईजनामा। यसको अर्थ यो लाग्छ कि तिमीले राखेको पैसा बिचमा निकालिहाल्छौ नि। होइन, किन होइन भन? हेर्नु न, समुद्रबाट 1-2 बाल्टी पानी निकाल्दा कम हुन्छ र? अनि मानव भोलि फेरि नोटबन्दी भयो भने के गर्ने? त्यही भएर अहिले अलिअलि खर्च गर्दै जाने हो। मार्छु कि के हो? अरे कोही है? बुबा, तपाईँ त प्रधानमन्त्री बन्छु भन्नुभएको थियो, अब त भन्नुहुन्न नि। तर तिमी यस्तो बेला एक पासी नुन ल्याएर बाबुको घाउमा दल त। कुन नुन ल्याऊ? पिरी नुन ल्याऊ? जाऊ त, हामी छलफलमा छौँ। ठिक छ, हामीले काम गरेनौँ, तर भोट त दिनु पर्थ्यो नि। 2 पटक त काम गरेनौँ, तर तेस्रो पटक त हामी काम गर्ने थियौँ नि। तर होइन, हामी भोट दिन्छौँ, नयाँ मान्छे चाहिन्छ अरे। ल नयाँ मान्छे पाल, जनता सबै खराब छ यार। जनतालाई किन दोष दिन्छौ? यत्रो राम्रो नयाँ संसद बनेको थियो, तर बेकार भयो। अब त टाढाबाट हेर्न पनि पाइँदैन। हेर्न गयो भने मारेर फालिदिन्छ होला। चुप लाग। 50,000 भोटले हार्यौँ, 50,000 मान्छे सबलाई लाइनमा ल्याएर गोली हान्नुपर्छ साला। पागल भयो कि के हो? यदि मार्ने नै हो भने 50,000 होइन 60,000 मारौँ, कम्तीमा 10,000ले त जितिन्छ नि। नत्र त फेरि 200-300 भोटले हार्ने हुन्छ। अरे पागलहरू, चुप लाग। छोरी हार्यो साहब, यो कुरा भने नेपाल र भारतले युद्धमा कसले जित्ला? ए बा, बाहिर मिडिया आएको छ, यति ठुलो हारमा केही भन्न चाहनुहुन्छ? जे भन्न चाहन्छ त्यो लेखेकै छैन। के लेखिस् त तैँले? थाहा छैन 4 दिनदेखि के केरेर बसिरहेछ कपीमा। जब हारे तब हारेको भाषण लेख भनिरहेको छु। हारको जिम्मेवार, हारको कारण खोइ कहाँ लेखिस्? लेख्दैछु पहिलो ड्राफ्ट। कति ड्राफ्ट लेखिरहेको छस्? राय समालको चित्र बनाउन लाग्दैछस् कि के हो? हाँसो ल्याएको स्क्रिप्ट लेख्दैछस् कि? 2 मिनेटमा लेख। खोइ। या। अरे लगेर जाऊ गो। यो चुनाव हारेर निराश हुनुहुन्छ। यो हारले म निराश भएको छैन। जनता निराश छन् किनकि जनताको घरमा ग्यासको पाइप नआउने भयो। जनताले तपाईलाई किन अस्वीकार गरे जस्तो लाग्छ? हामीले काम गरेनौँ भनेर होइन, जनताले हामीलाई धेरै काम गरेनौँ भनेर भोट नदिएको। सर, यो लाइन भन्नु, जनताले परिवर्तन खोजे तर परिवर्तनको मूल्य चुकाउन हामी तयार थिएनौँ। वाउ, यो गहिरो कुरा। तर यसको अर्थ के हो? तेरो बाउ हो। चुनाव पनि हार्यो, दिमाग पनि हिँडेछ। अब पुलिसले पनि पक्रिन्छ होला। किन पक्रिन्छ पुलिसले? पहिलाको घोटालाको पोल सबै जाने भयो। कति नम्बरको घोटाला? कुन हुनु त्यही 420 को त हो नि। 420 हो त जग्गा काण्ड होइन? हो, त्यही 5 हो क्या 5 को। के 5 जाबा 5? होइन, 5 करोड के 5 करोड। बा, हेर्नु त लाइभ भएर छ। मलाई नि मोबाइलमै देखाइरहेछ। है तेरिका, कसले गर्यो लाइभ बन्दुक लिएर? मैले लाइभ गरेको थिएँ, तेन्जी पत्रकार हुनु। सीमा देख्ने बाबुलाई जेलमा पुर्याइस। अब खुब रेल ल्याउने सपना देख्थ्यो, बुढा अहिले जेल जान रहेछ। विदेशी दलाल अमेरिकी साम्राज्यवादको फसाए। त्यो गाँठा त बौला हो अब खै।